गुड मर्निङ मेरो प्यारो भ्युअर्सहरूलाई। सो आज चाहिँ हामी चाहिँ कहाँ जाँदैछ भन्दाखेरि चाहिँ कहाँ जाँदैछ सबैजना भनिदेऊ त। कहाँ जाँदैछ ओइ? डान्स गर्नु। कहाँनिर? निचामा जोरथाङ हो। के को लागि जाँदैछ? 30 लाखको लागि फाइनल ए कम्पिटिसनको लागि त अब त्यो जितिसक्यो त अब 30 लाखको लागि। ईशा के को लागि? चतर नाना के को लागि? 30 लाख सबैजना 30 लाख। यता चाहिँ मेकअप आर्टिस्टहरू छ है, देखो न गाइस। पब्लिकको मन जित्नुको लागि मेरो के भन्छ मेरो मेहनतको फल देखाउनुको लागि मेहनतको फल देखाउन लागि अरे। अनि यताको दुईजना मेकअप देखो न कम्ती वी आर गोइङ टु आवर कल्चर। ओके यता मेकअप आर्टिस्टहरू यता गाइसहरू ठिकै। फाइनली सबैजना रेडी भएर है यस्तो राम्री भएर हिँडिरहेको छ है। म त अब माङमा हो। झाँक्रीको ड्रेस लाउँदा कस्तो देख्छ तपाईँलाई यादै छ होइन? अस्तिको पालि पनि लगाएको थिएँ। अन्त अब सामानहरू सबै लगेर जानुपर्छ अब होइन छिटो। अहिले फिलहाल तपाईँको कति बज्दैछ भन्दाखेरि चाहिँ 7 बजिरहेको छ। हाम्रो उठ्नु चाहिँ हामी बिहान 4 बजीदेखिको उठेर रेडी भएको हो, तर खै त अहिलेसम्म रेडी भएको छैन। सबैजना रेडी भएको छैन भन्दा पनि फाइनली रेडी भइसक्यो है। म्याक्सिमम् 4-5 घन्टा लाग्यो सबैजनालाई। अब चाहिँ हामीहरू जानुपर्छ। फाइनली म अब जाँदैछु। आज चाहिँ हामी सबैजना जाँदैछ हो। अब चाहिँ फाइनल जितेर आउनै पर्छ जसरी भए पनि है। फाइनल जितेन पुरा टाउको दुख्दैछ। बेलुका निन्द्रा नपुगेर टाउको दुख्छ उसको है। हामी सबै है रेडी भएर बसिरहेको छ सबैजना एकदम है। अन्त के भन्नु छ हजुरलाई? मलाई केही भन्नु छैन, आज होली भन्नु छ। तपाईहरुलाई के भन्नु छ आजको दिनमा? पुरा खुसी रामनी डान्स। म काकालाई के कुरा सोध्न गइरहेको छु हैन। आज तपाई एकदम ह्यान्डसम भएर है कहाँ जानु हुँदैछ होला है तपाई? आज हामी जाँदैछौँ जोरथाङ। किन के को लागि होला जोरथाङ चाहिँ? हाम्रो वेस्ट पाण्डम डान्स इन्स्टिट्युट फाइनल पुगेको छ र आज फाइनल दिनुको लागि जाँदैछ हामी सबैजना। जितेर आउनु पर्ने हो 100%। हजुर तपाईले त आजको दिन आज त कुल्ली लान्छ भन्दै थियो। कुल्ली त देखिन त 30 लाखको लागि 30 लाखको लागि मै बोकिहाल्छु नि, जित न तिमीहरू। यो अन्त यतिको दिनु पर्यो नि त है। यो काठमा यो हाल्दिनु भन्दै थियो। यो वाबुकहरु त्यो थालहरु त्यो हराउँछ। गाइस आज चाहिँ हामी जाँदैछ जोरथाङ है फाइनल उठाउनुको लागि। के गर्छ बहिनीहरु? एक्साइटेड फर ओ यस रिजल्ट। निशा यु आङ्का खिम चाहिँ ओडा नाम छियाङ। अन्त म चाहिँ आज जोरथाङमा हाम्रो प्रोग्रामको लागि जाँदैछु। आई एम भेरी एक्साइटेड आजको लागि। वाट एभर विल ह्यापन इट विल ह्यापन विथ द ब्लेसिङ्स अफ माङ। हाम्रो सम्पूर्ण राई जातिको देवी देउरालीलाई सोचेर हामी जाँदैछौँ आज उहाँहरूका माथि निर्भर। अब म डाइरेक्ट तपाईँहरूलाई म जोरथाङमा भेट्छु, किन भन्दाखेरि चाहिँ म साह्रै बिमारी हुन्छु नि त, त्यही भएर हो। फाइनली हामी जोरथाङ पनि पुग्यो। अब सबैजना सामानहरू लाँदैछ। म चाहिँ सानोबाट क्लिप भिडियो बनाउँदै हिँडिरहेको छु, किनभने चाहिँ मलाई पुरा गाडीले माथि पनि राखेको थियो होइन। अन्त कस्तो बिमार पनि भइरहेको थियो। गएर छिटो रेस्ट पनि गरेँ होइन। अन्त भाइहरूले सबै सामानहरू बोक्नु सघायो। निचाहरूलाई धेरै धन्यवाद छ सबैजनालाई है। निचामा हाम्रो यावाहरूले चाहिँ डल्लै सामान बोकेर जाँदैछ यहाँनिर। अब हामी चाहिँ यहाँ रेडी पार्दैछ। थानदेखिको लिएर सबै वाबुक तेलहरू है चामलहरू सबै रेडी पार्दैछ। अब त्यो डान्स सकेपछि चाहिँ हाम्रो डान्स हुनु आँटेको थियो, त्यही भएर चाहिँ यहाँनिर रेडी पार्दैछौँ। हामी सबैजना रेडी हुनुभन्दा अगाडि चाहिँ हामी सबैजनाले प्लानिङ गरेको थियो कि खाना खानु जानुपर्छ भनेर हो। अन्त फाइनली हामी खाना पनि खानु गयो। यस्तो टेस्टी रहेछ, यस्तो मिठो रहेछ हो। चिकन राइस वाउ कति मिठो, कस्तो मिठो गरेर खाँदैछ यहाँ हाम्रो सबैजना स्टुडेन्टहरूले हो। अन्त यस्तो मिठो गरेर खाँदैछ। वाउ यति साह्रो टेस्टी थियो। खाना चाहिँ कसले बनाइदिनु भएको धेरै धन्यवाद। आज चाहिँ यस्तो ड्रेसअप योवाला चाहिँ मेरो चाहिँ यो मलाई देख्दैछ यहाँ मेरो ड्रेसअप अनुहार म मात्रै होइन मेरो टिम डल्लै सबैजना एकदम
यता हाम्रो अर्को ग्रुप यहाँ छ है यता हाम्रो बहिनीहरू यहाँनिर छ सबैजना के गर्छ हिरो अम्बो बितेको चाहिँ अब तिमीहरू त राम्री नै देखेछौ अब हामी त देख्दैनौ हो हामीलाई त अब गुन्डै देखिरहेको होइन आउच ल त्यो देखाइरहेको छु त अन्त के साह्रो तिमीले यो त रेडी भइसक्छ मेकअप आर्टिस्ट ल ढ्याङ्गो बोकिहाल्यो एउटाले